लाग्दैछ आज किन सपनामा झुके जस्तो लाग्दैछ म त तिम्रो बेहुला तिमी त मेरो बेहुली 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 श्री विष्णवे नमः पूर्वे लक्ष्मी नमः दक्षिणे सरस्वती नमः पश्चिमे आदिपुरुषाय नमः उत्तरे अनादिपुरुषाय नमः आग्ने दिग्बालाय नमः नैऋत्ये नवग्रहभ्यो नमः वायव्ये श्रीरामाय नमः ईशान्ये लक्ष्मणाय नमः मध्य श्री लक्ष्मीनारायण देवताभ्यो नमः तेरे हाथ में भूलिए ओम शांताकारं भुजगशयनं पद्मनाभं सुरेशं विश्वाधारं गगनसदृशं मेघवर्णं शुभांगं लक्ष्मीकान्तं कमलनयनं योगभृजानगम्यं वन्दे विष्णुभवहरं सर्वलोकैकनाथं। हे भगवान, सम्पूर्ण जगतलाई चाहिँ साथै कल्याण गर्ने हुनुभएका परमात्मा, आज मैले अझ 10 अवतारको स्वरूपमा मैले इन्द्राणी देवताहरूको स्वरूपमा मैले आह्वान गरेँ। प्रभु, मेरो यज्ञस्थलमा आएर बस्दिनु। ओम महाराज नमः। यहाँको अब यो अबिर केसरी चौकी चन्दन सबै चिजले पूजा गर्छ। गन्धाद्वार दुरादर्शा नित्यप्रसिद्धै सिंहीश्वरी सर्वतानां तानि केशियं मम श्री चते लक्ष्मी च पत्न्या बहुरात्रे पार्थे नक्षत्राणि रूपमशिनो धातं निखडां मुम्मै खाणं एउटा फल लाग्ने इदं फलमादेवास्तापिनं पुरस्तवातेन मे सबलार्वाते हवे जन्मनि जन्मनि ओम इदं फलमादेवास्तापिनं पुरस्तवातेन मे सबलार्वाते भवे जन्मनि जन्मनि गन्धपुष्पाय चतुर्भुजानि शर्करा खण्डखाद्यानि दधि क्षीरघृतानि च आहारं भक्ष्यभक्ष्यं च नैवेद्यं प्रतिगृतां मम भूपोयं प्रतिगृतां मम ओम गन्धपुष्पाक्षतं सम्प्रदाने कृष्णाय वासुदेवाय हरये परमात्मने नमः प्रणत क्लेशनाशाय गोविन्दाय नमो नमः। हे भगवान, मैले के पनि जानेको छैन। आज मैले मेरो विवाहको स्वरूपमा मेरा मनलाई, वचनलाई, कर्मलाई, शरीरलाई सबै चिजलाई शुद्धिकरण गर्नको निमित्त आज मैले यो भगवानको स्वरूपबाट 10 अवतारको स्वरूपमा समर्पण गरेँ। निकाल्नु त जलै विष्णु थलै विष्णु विष्णु पर्वतमस्तके जलमाला कुले विष्णु सर्वे विष्णु महिम जगत तत्सुम तथा 12 नक्षत्र सकल कर्ण बिलमतां तत्सुम अध्यय पूर्वोक्त संकल्प सिद्धिरस्ते गौतम गोत्रोत्पन्नस्य सुदिनं तदेव ताराबलं चन्द्रबलं तदेव विद्याबलं दैवबलं तदेव लक्ष्मीपते ते गृहं स्मरामि। शुभ प्रहरमा शुभ योगमा शुभ वर धारण गरेँ भनेर पुसाको पनि त्यहीँ राखेको। ओम स्वस्ति। यो फल त्यो फल पैसा निकालेर राखेको मालालाई फेरि पुनः चाहिँ उसमै राखेर पानी भयो बाबामै पशो ममाहम जानी गर्भधमा तमजासि गर्भधम्मा मंगलम भगवान विष्णु ये तिमीले लिया है ये त्यो ल्याउनु त यो त्यो खुल्टाको ल्याउनु छ त्यो घुम्यो त्यसलाई के गर्ने ओ जानु त त्यसलाई सघाउनु न तिनजनाले जम्मा हुनु यो घुमाउने जम्मा हुन्छ ए घुमिरहेको हुन्छ एउटा ल घुम्नु
सस्तनो धीर बसे मैत्रेयितं जरायु मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडाध्वज पुण्डरीकाक्ष मङ्गलाय मनोहरि तदेव लग्नं सुदिनं तदेव ताराबलं लग्नं छोलन छैला है तपाईहरु ल अब तपाईहरुले यो फुल स्वागत गर्नु मङ्गलम भगवान् विष्णु मङ्गलम भयो अब धेरै धेरै फुल अहिले फुल आउँछ सानो मान्छेले यता आउनु छ है आउनु के त यता आउनु यसो तान्नु हजुर तान्नु ल अब हजुरले टिका लाउँदै अब जयन्तीहरू स्वागत टिका लाउँदै नमस्ते विनिमेश धन्यवाद कान्छ गएन लगेर सक्यो त्यो पल्लो ल्याउँदै नानु हरे कृष्ण सीताराम मङ्गलं सुन्दरीकाक्ष मङ्गलायं तनोहरि नानी ल यता हुन्छ हजुर यता यो पानीले हजुर तपाईँ पानी तिनपल्ट पानी छोडेर दाहिने भयो नि त त्यो दाहिने यता भयो नि त नि ओम जय तीर्थानि प्रचरन्ति शिखास्तात् खण्डिते खाग्नोजनेव धन्यानि तन्मसि यानि कानि च पापानि जन्मान्तरकृतानि च तानि तानि पुनः अहिले पछि फुर्के छर्किने बेला आउँदैछ भद्रं कर्णेभिः शृणुयाम देवा भद्रं पक्षे माक्षभिजत्राः थिरेरङ्गै तुष्टवाग्नि मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडाध्वज मङ्गलं पुण्डरीकाक्ष मङ्गलाय तनोहरि त्यो दुबोको माला ल्याउनु माला ल्याइदिनु हजुर चक्क दुइटै आम्ने सामने उभियो आम्ने सामने सिधा भएर ओम भद्रं कर्णेभिः शृणुयाम देवा भद्रं पक्षेमाक्ष भिजत्राः थिरेरङ्गै तुष्टवाग्नि स्वस्तनभिर्वसमयदेवेतं जरायुः अहिले भिजाको अक्षर सक्यो भद्रं कर्णेभिः शृणुयाम देवा भद्रं पक्षेमाक्ष भिजत्राः थिरेरङ्गै तुष्टवाग्नि स्वस्तनभिः नानीको हात दुइटै जाति तपाईँको हात दुइटै टीका लगाइले ओम स्वस्ति न इन्द्र वृद्धश्रवाः स्वस्ति न पूषा विश्ववेदाः स्वस्ति नस्तारक्षो अरिष्टन्नेमि स्वस्ति नो बृहस्पतिर्दधातु भद्रं कर्णेभिः शृणुयाम देवा भद्रं पक्षेमाक्ष भिजत्राः थिरेरङ्गै तुष्टवाग्नि स्वस्तनभिर्वसमयदेवितं तलुहरि श्री सते लक्ष्मी सपत्न्या बहुरात्रे पार्श्वे नक्षत्राणि रूपमसिनो धातं निखणां मयि खाणां सर्वलोकं मयि खणं मम श्री सते ताली है फेरि श्री सते बहुरात्रे पार्श्वे नक्षत्राणि रूपमसिनो धातं मम मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडाध्वज मङ्गलं पुण्डरीकाक्ष मङ्गलायं तनोहरि बहुरात्रि लाई ताली ओम श्री सते लक्ष्मी सपत्न्या बहुरात्रे पार्श्वे नक्षत्राणि रूपमस्नो धातं मनिकां मयि खणं मम
हिरण्यगर्भ संवताय रे भूत सिद्धार्थ अगाडि ए साली आयो खै खै दाइसिरे भद्रं कर्णेभिः शृणुयाम देवा भद्रं पक्षेमाक्षैर्भद्रं ददायु मंगलम भगवान विष्णु मंगलम गरुड़ाध्वजा मंगलम पुंडरीकाक्ष मंगलायंतन चपत्ना बहुरात्रि पार्श्वे नक्षत्राणि ल हामी जन्त्यौँ माइतपट्टि र जम्मै बा आमा दाजुभाइ कुल कुटुम्ब जम्मै बन्धुबान्धव सब जन्ती पर्छ मंगलम भगवान विष्णु मंगलम भगवान विष्णु मंगलम गरुड़ाध्वजा मंगलम पुंडरीकाक्ष मंगलायं तनोहरि तदेव लग्नं सुदिनं तदेव ताराबलं चन्द्रबलं तदेव विद्याबलं लक्ष्मीपदेव स्मरामि अब हजुर मंगलम भगवान विष्णु मंगलम गरुड़ाध्वजा मंगलम पुंडरीकाक्ष मंगलायं तनोहरि तदेव लग्नं सुदिनं तदेव ताराबलं चन्द्रबलं तदेव विद्याबलं दैवबलं तदेव लक्ष्मीपते ते गृहं स्मरामि ते याति हिरण्यगर्भसमृद्धाग्रे भूतसजातभद्रेक शतधार देवते मा कस्मै देवा अभिखम्म मंगलम भगवान विष्णु मंगलम गरुड़ाध्वजा तपाईँले चिनाइदिनु परेन फलान फलान भनेर चिनाउनु ए तपाईँले फलान 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 भनिदिनु परेन कति हो 1 लाख कति छैन हामी चाहिँ मेरो पैसा चाहिँ मेरो अर्को कम्पनीको काम थियो त्यसको लागि फेरि चेक लिएर आफ्नो डेली जानुपर्छ कि मंगलम भगवान विष्णु मंगलम गरुड़ाध्वजा मंगलम पुंडरीकाक्ष मंगलायं तनोहरि
टक्क लगाइदिनु मङ्गलम भगवान् विष्णु मङ्गलम भगवान् विष्णुको समान आमाई है तपाईँको परिवार यसो यता पनि हेर्नु पऱ्यो भनेर आजको स्वागत भनेको पहिला हुन्छ एकदम अहिलेको अबको युग भनेको शिक्षित युवा टक्क चाहिँ गर्ने टक्क गर्ने अनुहार हेर्ने को कस्तो पाएको थियो रिलेटिभ के हो भन्ने टक्क चाहिँ हेर्नु त स्वागत गरेको त्यो चाहिँ स्वागत है मान्छे कल्याणम भगवती सुख पाउनुहोस् शान्ति हुनुहोस् आनन्द हुनुहोस् भन्नुभयो हुन्छ अब पैसा पैसा ढेक्कर दिनु पर्दैन यति भएको नमस्ते भन्नु खतर है खतर एउटा मल मूल भर्खर चला लतीके लगाइदेऊ ल अलि घुम्नु पर्ला बाबु थोरै बाबु अन्त अग्लो हुनु भयो कि सबलाई हुनुपर्छ नमस्ते नमस्ते अलि घुम्नु पर्ला ओ यतिको अङ्कल पहिला स्वागत गर्नु
चिनाउनु है नानी गाडी यसरी मिल्यो डर लाग्छ लिगमा मैले फोन गर्नुभएको थियो हेलो लिगमा मैले फोन गर्नुभएको थियो के भन्नुहुन्छ मैले भनेको मेरो त कम्पनीमा छ कि 40,000 भनिदिएको नि त चार वर्ष अगाडि निस्किहाल्यो आमापछि दाइ भाइ पछि के भन्यो भोक लाग्छ भोक त लाग्छ होइन
सानो बाबु सीताराम मामा भान्जीले 80,000 मात्रै छ भन्ने कुरा गरे एकाउन्टमा त्यो क्युआरको लागि यसो भान्जी तपाईँले 1,80,000 पठाइदिन्छ मैले तपाईँलाई 20,000 पठाइदिउँ अनि त्यो 20,000 तपाईँले सिक्रेट हुन्छ हुन्छ ल ल 20 मेरो म्यानेज भयो 80 पठाइदिनु भन्नु त 20 म तपाईँलाई पठाइदिन्छु कोही भान्जी छन् कोही खुट्टु छन् कोहीसँग छन् बाबा छन् कोही साथीमा छन् कोही ठुलामा छन् जम्मै लेखेर उहाँको जस्तै सासुराली मेरो नि कास्किने हो त्यसो भएर तपाईँले डायल गर्नुभएको नम्बर अहिले व्यस्त छ केही समयपछि पुनः डायल गर्नुहोला तपाईँले डायल गर्नुभएको नम्बर अहिले व्यस्त तपाईँले सम्पर्क गर्नु तपाईँ साइलीमा गर्नु होइन जेठी हो ल पछि दिनुहुन्छ तपाईँ जल्दी दिनुहुन्छ यो पनि यसो फोटो एउटा गाईलाई दिनु एउटा झ्याउ हुन्छ क्या मलाई पछि दियो हुन्छ ए कुरो त्यस्तो पर्यो यताबाट लगाइदिएर अब फेरि प्रमोसन भइहाल्यो ल यसो यता पनि हेरिदिनु है टिकालाई भ्याएको दिजु त्यही हो विवाह भनेको रमाइलो क्या खुसी हो क्या जिन्दगी सुखमय नामै वैवाहिक यता 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 पनि यसरी हेरिदिनु त खाना खानुभयो हामीलाई नि अब यो अर्को सुभाषलाई पठाउनु न सुभाष के अरे सुभाष हो त्यो सँगै खाने हुन्छ टेबल पनि गएको छ नि
त्योभन्दा ठुलो नोटै नहुँदो रहेछ कि होइन नभए धेरै बेर हुन्थ्यो त्योभन्दा मात्रै नोटै नहुँदो रहेछ जाऊ भयो कि एउटा हुन्छ संस्कार हो खै अर्को ट्विन खै त होइन के यस्तो दिनु न पहिला ल यो बहिनीले चाहिँ जुत्ताको भाडासहित है अलिकति अहिले अब के अन्त अब अहिले होइन यिनी गाउँदै यता अर्याल होइन एउटा बारीले खाइदिन्थ्यो नि एउटा अरियाल एउटा बारीले एउटा गौतम देश गम्भीर भइसक्यो त टिकट आउनु भइरहेको राम्रो त्यही त राखिरहेको खोलेदैन ए यता बहिनी यता हेर्नु यत्रो भइसक्यो गौतम अरे अब यतातिर फेरि उता बाग्लुङमा गरेको भए मान्छे धेरै हुन्थे बाग्लुङमा गरेको मान्छे यतिको लाएर हिँड्थेन त्यहाँ गएर अलि कम भयो हो त्यहाँ त जम्मै भएन नि त मान्छे आयो नि आज शनिबार हो शुक्रबार माथि दाँत छेकिया छ आँटेको चिताएको पुगोस् राम्रोसित जिन्दगी जाओस् सबभन्दा कुरो त्यही हो अनि जसो गरी बिहा गर्छ त्यसै गरी राम्रोसित जिन्दगी जाओस् जानिँदाखेरि त्यसैले हिजो सिद्धिएको मान्छे यो चार बहिनीले उसले दिएछन् है कान्छीलाई त्यही भएर कान्छो भएको यो पाउनु भयो र आँखा पनि देख्नु छोड्यो त्यो आँखा सिएर गएको कता हालिन्छ र यो त होइन के हो यहाँ गर्न त रातो पनि देखाएर 4,000 सक्छ 4,000 छ यो कान्छो उसको बहिनीहरूले यो भन्जीलाई पनि लगाइदिएछ स्वर बाँधन छ नि एउटा रोग भएको हेर्नुहोस् ल एकदम राम्रो खुसी लाग्यो जस्तो मिलेर गएको छ त्यस्तै जिन्दगी जाओस् त्यस्तै मिलाप रहोस् मेरो भान्जा भान्जीको
अभिवादन गर्नु टिका लगाइ बड़े भांजी बड़े भांजा हाँ बड़े नहीं मेरा आवाज तपाईँहरू बिहामा सबै सुन्नुहुन्छ है एउटा टेलिभिजन देखिरहेको थिएँ लाइभ यता फेरि के भन्छ करेन्ट अफेयर्स नेपाल नमस्ते गर्नु त फर्केर बहिनी मलाई के थाहा थियो ठुलो मामाको छोरा दिदी भित्र नमस्ते बल्ल है त ल हो दाम्पत्य जीवनको शुभकामना यो चाहिँ बाबाको तर्फदेखि ल होइन फोटो अलिकति नमस्ते गर्नुपर्ने फेरि उता हाम्रो छामा जसको छानाहरूको जति भएपछि वंश तपाईँको लामो बन्छु गाई भयो गोरस भाइ भयो बरस भाइलाई पऱ्यो अझ परे बेला जसको स्नेह टन्टन है मिल्यो भने सबै मिल्यो भने यसो यता नि हेर्दैन है साइली बजेको होइन साइली बजे त्यसै त अक्षता भयो अरू बिहामा पनि सेटै अक्षता लाउनुपर्छ जस्तो लाग्यो एकदम राम्रो लाग्यो क्या मलाई छेडा अहिलेपछि मैले चामलको भात पनि मात्रै परिवार लाउँछु चामल परिवार लाउँदिनँ पाटनमा दुर्गा मन्दिर त्यो ठाउँमा चैत 23 गते 1 करोड बत्ती बाल्ने लक्ष्य राखेको ठ्याक्कै शान्ति स्तूपको लागि बनेर चाहिन्छ नि राम्रो छ नि त्यो उकालाई दुईवटा बाटो छ तल्लो बाटो मन्दिर त्यो माथि यसो यता पनि हेरिदिनु है बजे यहाँ टिभीबाट होइन रुद्र सर त्यस्तो गम्भीर छ कि अहिले के तिमीले एकछिन यहाँ यसो फर्किदिनु एकछिन जानु पर्छ नि त
श्यामारी बढी श्यामा कि छोटी श्यामा ड्युटी छोटी श्यामा कि बढी श्यामा उसको त्यही 7 बजेसम्म छ 7:30 बजीतिर आउँछ होइन म 12 बजे आएको 1 बजे गएको 12:30 बजे अफिसमै थियो त्यतिखेर ल म तिम्रो घर ल्याइदिन्छु कि यार म भोलि त्यो ल्याइदिँदैन भाइ अब टिका लागि कोही कतिसम्म को हुन्छ अब यसो बोलाउनु है भाइजू सेवारो ल यसो फेरि यता दिदीले म यतै हेर्नु पर्ला भक्तशाली हो नि त भक्तशाली मुख्यशाली मराइल बनाउने हो क्या जागिरमा पहिला जागिरमा टकाउने ओम अपवित्रो पवित्रो वा सर्वास्मान गति भत्यां फुलको ठुना ओम अपवित्रो पवित्रो वा सर्वास्मान गति वा समर्पण गाछ सात दिन प्रभान्तर सूची एउटा पुसा टुक्रे सके हामी टुक्रे निकालेर स्वाद हरि ओम नमो गोभ्य श्रीमती शौर्यवेव च नमः ब्रह्मस्ताभ्य च पवित्राभ्यो नमो नमः इरावती धेनुमती वेदभुंसी देव्ये नमो नमः नमो स्नाताय सहस्रमूर्ते सहस्रपादाशिश्रवे सहस्रनाम्ने पुरुषाय शाश्वते सहस्रकोटि युगधारिणे नमः गाईको रूप सम्झ अब त्यहाँ कुसा टुक्रेल पुस्तके जलमाला पुरे विष्णु सर्वविष्णु जगत तत्सुम तथा नक्षत्र सकल कर्ण बेलमृतान तत्सुम अद्य श्रीमद् भागवत कृष्ण राज्य वर्तमान सकल सृष्टिकारु ब्राह्मण विद्या प्राणे श्रीश्वते वराकल्पे वैवस्वन्मन्तरे अष्टाविंशतितमे कलियुगे कलियुगस्य प्रथम चरणे जम्बू दिव्य भक्तवर्षे भक्तखण्डे आर्यवर्तान्तर्गते हिमपर्वतगते कृष्णायां तृतीयतिथौ चतुर्थ्यां तिथौ भृगुवासर निमित्तायां तत्सुम अद्येह आत्रेय गोत्रोत्पन्न आत्रेय भन्दै आत्रेय गोत्रोत्पन्नस्य द्वारायां हजुरको नाम चूडामणि वरायां सुविवाह यज्ञादि कर्मनित्यार्थं यज्ञान्त पूजन पूर्वकं देह शुद्धि जल शुचि थल शुचि गृह शुचि आत्मशुचि मनशुचि शरीर शुद्धि प्राश्चित्य विधानं गवां रुद्रदेवतादकं जलं वरुणदेवतादकं कुसुम प्रजापतिदेवतादकं फूलं पार्वतीदेवतादकं नष्टं खण्डदेवतादकं द्रव्यं चन्द्रदेवतादकं यत्तत् विष्णु तत्तत् विष्णुदेवतादकं अस्मत् नारायण स्वरूप ब्राह्मणाय घृतकोशिकोत्पनिषद घृतकोशिका विश्वामित्र द्वैप्रवर शाखान्तर्गत शुक्ल यजुर्वेदाध्यायिनी सुविदिताय ब्राह्मणाय रामप्रसाद शर्मण तुभ्यं संविद कुशाटुक में रहता ओम स्वस्ति आत्मकुल्य राज्य ओम हिरण्यगर्भगर्भस्थं हेम विजय विभावसो अनिन्या पुण्यफलं मदशान्ति वृक्षं ओम स्वस्ति इन्द्रविश्रवः स्वस्ति पुखा विश्वेदः स्वस्ति तार्च अरिष्टनिम स्वस्ति नो बृहस्पतिर्ददातु तेज दुनहरा संकल्प सिद्धिरस्तु आत्रेय गोत्रोत्पन्नस्य नाम चूडामणि शर्मण चूडामणि वरायं शुभ विवाह इत्यादि कर्मनित्यार्थकं तदन्तर्गत यज्ञान्त पूजन कर्मनित्यार्थकं शरीर शुद्धि प्राश्चित्य विधान दान प्रतिष्ठार्थकं वयं सिद्ध्यति तेज दुनहरा अब त्यो दुन नौचालिकन घिसार्दै मलाई दिनुहोस् मलाई यसो हिँडेर जानुपर्छ होइन हिँडेर जान्छ ओम स्वस्ति जान सिकिहाल्यो अहिले यसो अब यस्तो अब यसो टिका लगाइदिन्छ गाई दौडिनु पऱ्यो नमो ब्रह्मदेवाय गोब्राह्मण यसो साथ
ओम स्वस्ति इन्द्रवस्रवाः स्वस्ति न पुखा विश्वेदाः स्वस्ति न तारक्ष अरिष्टन्नेमि स्वस्ति नो बृहस्पतिर्दधातु ओम देव शान्तिरन्तरिक्षं शान्तिः पृथिवी शान्तिराप शान्तिर्गते शान्ति बृहस्पति शान्ति विश्वा शान्ति ब्रह्मा शान्ति सर्वभौम शान्ति सामा शान्ति रहती। अब हातमा फुल लिएर हुँदैन। अब दियो बत्ती बलिरहेको छ, दीप नारायणको ध्यान गर्नु। हरि ओम चन्द्रमा मनसो जातो सूर्यो चक्षुरजायत सोस्राद्वायस प्राण समुखादनिरजायत दीपो ज्योति ब्रह्मा दीपो ज्योति जनार्दन दीपो हर्दमे पापम दीपो ज्योति नमस्ते शुभम भवति कल्याणम आरोग्यम सुख सम्पदा सर्व विघ्न विनाशाय कर्म साक्षी यज्ञ साक्षी दिव्यनारायणाय नमः। हे दिव्यनारायण, आज मेरो शुभ विवाह यज्ञको लागि म यज्ञन्त कर्मको स्वरूपमा अग्निलाई साक्षी राखेर दीप प्रज्वलित गरेको छु। मेरो यज्ञस्थलमा तपाईँ अटल भएर बलिदिनुहोस् है भनेर दियोलाई यस्तो छरिन्छ। दिव्यनारायण आएन त्यो अक्षता यस्तो तान्नु रहेछ र यसो एक दुईवटा तान्नु यस्तो छरिन्छ। ओम हस्त नाना मिलित पचारी दिव्यनारायण आएन गन्ध विश्वास ओम हरि। हातमा फेरि फुल लिएर अब गणेश भगवान्लाई हात जोड्नुहोस्। हरि ओम गणानन्त्वा गणपति कुङ अवामे प्रणन्त्वा प्रिपति कुङ अवामे निधिनन्त्वा निपति कुङ अवामे वसो मम आहवजानि करतम तमजासि करतम वक्रतुण्ड महाकाय कोटीश्वरी सौप्रभ अविघ्नं कुरु मे देव प्रसन्न भवसु सर्वदा। हे गणेश भगवान्, आज मेरो शुभ विवाहको यज्ञको लागि यज्ञान्त कर्मको स्वरूपमा मैले श्री गणेशलाई जहाँ आह्वान गरेको छु। मेरो यज्ञस्थलमा आज बस्नुहोस् है गणेशजी, अब निर्विघ्न भएर बस्नुहोस् है भनेर गणेशजीले चढाइदिनु। श्री गणपत्यादि देवताभ्यो नमः गौरी गणसाम्बिकाभ्यां नमो नमः। अब त्यहीँ कलश स्थापना गरेको छ। कलशको स्वरूपमा हामीले यसो यहाँको कलशलाई छौँ। ओम भूरसे 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 तित्रसे विशुद्धाय भूतनस्य तृतीयमा भूष्ट देवताभ्यां धान्यमस्ते देनु देवानां त्रिमन प्रसिद्धमाय देवदेव आदिर कलश स्किन सर्दनमा श्रीत सदनमा सहिता सर्वे कलशको समासिता ओम श्री शान्ति वरुण कलश आदि देवताभ्यां त्यो त्यहाँ चढ त्यो कलशमा चढाइदिनु। शान्ति वरुण कलश आदि देवताभ्यां गन्ध पुष्पाक्षरं त्यहाँको कलश यसो छरिदिनु। श्री वरुण कलश आदि देवताभ्यां गन्ध पुष्पाक्षरं समर्पयामि। श्री गणनाथाय नमो नमः। नाह ओम श्री हरये नमः। ओम तत्वयं मनमानसले वरुण समान अस्मिन् कलशे वरुणाय नमः। ओम श्री हरये नमः। यहाँ यसो खुला छ त ज्योति लानु त्यहाँ थाली पूजाको थाली उत्तर श्रीधर रहेछ देशाङ गङ्गाधर उत गोवर्धन रहेछ दशमेश्वर एवं दशदीश्वर रहेछ वासुदेव जनार्दन एकाङ्ग्रे दस्ताङ्ग विष्णवे पद्मोत्तम पार्श्वगधा रहेछ दक्षिण सुदर्शन उपेन्द्र पादु ब्राह्मण आचार्य पादु वामन ऋग्वेद मधुर रहेछ ऋग्वेद मोक्ष कृष्ण रहेछ सामान्य माधव माधव उपवेश ताम्बिरम भ्रेच्छद यजमान सबनिकम पुण्यकाक्षी एवदु रक्ष तत्स्थान तत्सव रहेछ दारी वेद मन्त्र कर्तव्य रहेछ सरिसे कृत्वा पीडितमा पूर्व पत्नी दक्षिण कार्य तत्व रक्ष मन्त्रण पूजा हैन र अब त्यहाँ फुला छ पूजा रक्षण बल वैष्णव विमेद मन्त्र ग्रामी यामी सजातो ग्रामी सुराटमा सतराट भीमाति जनराट सर्वराट समित्र हातमा फुलेर आज्यो सप्तरी सया प्रतिहिता शरीरे सप्त चरन्ति सप्तता सप्त लोक श्री जागृतो असप्नौ दिगो कस येन पद्मपुली राजा दानेन्द्र बाबल तेन प्रतिपदामि रक्षमा चलमा चल त्यही यसो फुलको अब पूर्वे ऋषिविदाय नमः उत्तरे अथर्वविदाय नमः उत कलश उत्तरे अथर्वविदाय नमः अथर्वदेवताभिः यागच्छ यातिष्ठ यावत् पूजां करोमि तावतां शुश्रूम ओम अथर्वविदाय नमः। अब हो यहाँ ब्रह्म विष्णु महेश्वर भनेर यसो खुला ठाउँमा राखिदिनु। ब्रह्मणे नमः ब्रह्मदेवताभिः विष्णु देवताभिः रुद्रदेवताभिः नमः प्रजापति हो यहाँनिर यसो एउटा ठाउँ फुल प्रजापति प्रणिता ओम प्रजापति नमः प्रजापति देवताभिः प्रक्षण पात्र देवताभिः एक प्रसादी देवताभिः शान्ति पूर्ण कला साधि अब उतो कलालाई यसो खुला छ। ओम श्रीमन्मगणाधिपते नमः। पितृहरू नागहरू सबै देवताहरू हे भगवान् आज मेरो एकैमा प्रार्थना गर्नको लागि ब्राह्मणको द्वारा ब्राह्मणको मुखद्वारा ब्राह्मणलाई आह्वान गरेर शान्ति कलशको स्वरूपमा समर्पण गर्न लागेको छु। हे भगवान् यहाँ मेरो सबै देवदेवाङ्गनहरू आएर बस्नुहोस् है। ओम श्रीमन्मगणाधिपते नमः लक्ष्मीनारायण नमः वामश्राय नमः वाणी हिरण्यगर्भाभ्यो सचिवन्त्राय नमः मातृपितृचरण गणेश इष्ट देवताभ्यो नमः कुलदेवताभ्यो नमः ग्राम देवताभ्यो स्थान देवताभ्यो सर्वेभ्यो देवेभ्यो नमः सर्वेभ्यो ब्राह्मणेभ्यो नमः सिद्धिबुद्धि सहिताय श्रीमन्मगणाधिपते नमः ओम गणपत्यादि देवताभ्यो नमः। अब यज्ञ मण्डल यसो माथि यसो ध्वजपताकाहरू तोरण मातृकाहरू चौधहरू चामरहरू यसो फुलसारी यज्ञ प्रसादी देवताभ्यो वास्तु प्रसादी देवताभ्यो लिङ्गत भद्रादि देवताभ्यो नमः यज्ञ प्रसादी देवताभ्यो चौधो चामरहरू यसो फुलासे गन्ध पुष्पाक्षतं समर्पयामि। ओम श्री हरये नमः। नानामिलित प्रकारे पूजन समर्पयामि। ओम श्री हरये नमः। पूर्वे इन्द्राय नमः। अब होर यहाँनिर यसो फुलासे छोड्नु पूर्वे इन्द्राय नमः। पूर्वे इन्द्र देवताभ्यो पूर्वे इन्द्राय नमः। इन्द्र देवताभ्यो यागच्छ यातिष्ठ यावत् पूजां आग्नेय अग्नेय अग्नेय नमः अग्नि देवताभ्यो यागच्छ यातिष्ठ दक्षिणे यमाय नमः होरियां छोड्नु दक्षिणे यमाय नमः यम देवताभ्यो नमः नैते नैते नमः होरियां छोड्नु नैते नैते देवताभ्यो पश्चिम वरुणाय नमः वरुण देवताभ्यो होरियां छोड्नु पश्चिम वरुणाय नमः वायव्य वायव्य देवताभ्यो वायव्य छोड्नु वायव्य वायव्य देवताभ्यो वायव्य यागच्छ यातिष्ठ यावत् पूजां करोमि तावताभ्यो नमः उत्तरे कुबेराय नमः उत्तरे कुबेर देवताभ्यो यागच्छ यातिष्ठ यावत् पूजां करोमि तावतां सूर्य ईशाने ईशानाय नमः ईशान देवताभ्यो नमः ओम हत ईशाने ईशानाय नमः ऊर्ध्व दले माथिर पनि यसो फुलेर छोड्दिनु अधो दले भूमि देवताभ्यो नमः भूमिलाई भने छोड्दिनु गन्ध पुष्पाक्षतं समर्पयामि। ओम श्री हरये नमः। श्री गन्धद्वारा दुरादशानि सर्वतानं तामिते श्रीमन्
अग्निलाई हात जोडेर यसो हातमा फुलेर अग्निलाई प्रार्थना गर्नु हरिओमा भद्राः तद्बोधन्तु सदोदासो परिदासो द्विदाः देवानो जेता सत्य प्रायपुर सिदारो दिवे दिवे देवानो तेरी जीवताम देवानो सति मुपसेति नाम मग मित्रमति दन्दसि अर्जुमान वरुण सोममस्मिना सरस्वती न शुभकामस्य रत तन्नो वातोमय भूपातो वेखदन्त माता पृथ्वी तत्पिता देहो तत्ग्रावाण सोम सुलोमय भूमस्तत सुनाशृणतम दीर्घाज ओम मतम सानु जगदत गद्वतिं नमसे ओम अभयमा सोतय सोतिनेन्द्र विश्रवाः सोतिने मुखा विवेदाः सोतिने तार्च अरिष्टनि स्वस्तिनो बृहस्पति ददातु अग्नि पञ्चै बारुण देवताभ्यां गन्धाद्वारा दुरादर्शा नित्यकटिक ईश्वरी सर्वतानां तामिते श्री मम हे अग्नि देवता आज मेरो यो स्थलमा हजुरलाई मैले साक्षी राखेँ है भनेर अग्निले यसो छोइदिनुहोस् ओम पञ्चबारुण अग्नि देवता पनि एकै पुरुषादिन वैश्वानराय विद्महे सप्तजीवाय धीमहि तन्नो अग्नि प्रचोदयात् ओम हराय नमः आँखा चिम्मगर अग्नि देवतालाई गाउँछ ओम तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो अग्नि प्रचोदयात् यज्ञ कुण्डमा विवाहको दिनमा अग्नि पनि चाहिँ के हुन्छ अरे दोषी हुन्छ अरे त्यसैले अग्निको दर्शन नगर्ने भनेको छ ओम वैश्वानराय विद्महे सप्तजीवाय धीमहि तन्नो अग्नि प्रचोदयात् ओम अग्नि वैश्वानराय विद्महे सप्तजीवाय धीमहि तन्नो अग्नि प्रचोदयात् ओम अग्निस्थ देवताभ्यो नमः ओम हरि अब यो कुसाटो लिएर हरि ओम तत्सदोम 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 ताबिका रुद्र देवता विकोदे स्मार्त देवता आवाय तो सौतम देवता विनायक ब्रह्म विष्णु रुद्रादि प्रधान देवता यथा शक्य कृतचर हवनम नारायण स्वरूप रामराय घटको स्वरूप पिसा रामप्रसाद शर्मा द्वारा हवनम अहम पहिला चाहिँ यता स्वाहा हजुरले यसो पानी चल्दै पानी छोड्नुहोस् हरि ओम गणानां त्वा गणपतिं नमामि प्रणं त्वा ओम गणानां त्वा गणपतिं नमामि प्रणं त्वा ओम गणानां त्वा गणपतिं नमामि प्रणं त्वा नमामि पशुम महामजारि अर्धं तमलासि अर्धं ओम गणपतये नमः स्वाहा ओम आग्रहेण सामर्तिंजरिण्येन श्रीदारतेन प्रसन्न श्री नारायण स्वाहा ओम देवी द्वारे स्वाहा ओम स्वाहा ओम हतम ओम नम संभवाय नमः भवाय नमः शिवाय नमः सतराय नमः शिवाय नमः शंकराय नमः स्वाहा ओम शरण सर्वे स्वाहा ओम नमः स्वाहा ओम गणानां फोटो आइराख्नलाई त आनन्द देख्नु फोटो मिलाएर त्यही भएर भन्दा त अहिलेकोमा फेरि सिकाउनु पर्ने त अनलाइनले फोटो हान्छ अनलाइनले फोटो हाम्रो त आइहाल्छ फेरि जहाँ बस्यो त्यहाँ फोटो आउँछ यता हेर्नु आमा हाँस्नु अलि बसो मम आवतानि गर्दं तवदासि गर्दं ओम गणपतये नमः स्वाहा गणपतये नमः स्वाहा गणपति देवाय नमः स्वाहा ओम आग्रहेण सामर्थ्यमानु दिवेशं प्रतिरिण्डेन सूर्य ओम सूर्यनारायणाय नमः स्वाहा ओम देवी द्वारा इंद्रमुखं ओम देव्यै नमः स्वाहा ओम इदं विष्णुविष्णुं नमः स्वाहा ओम रुद्राय नमः स्वाहा ओम रुद्राय नमः स्वाहा ओम हतगु आकाशाय नमः स्वाहा आकाशदेवताय नमः स्वाहा ओम अस्मिन् आकाशाय नमः स्वाहा अस्मिन् आकाशाय नमः स्वाहा ओम आग्रहेण सामर्थ्यमानु दिवेशं प्रतिरिण्डेन श्री सूर्यनारायणाय नमः स्वाहा ओम हेमं देवासपदं सुपदं ओम देवाय नमः स्वाहा ओम भवाय नमः स्वाहा ओम उद्साग्निपदं सदा ओम बुधाय नमः स्वाहा ओम बुधाय नमः स्वाहा ओम स्वाहा ओम अनाथपरिषद संब्राह्मण देवी 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 सुराय नमः स्वाहा ओम नमः स्वाहा ओम नमः स्वाहा ओम त्र्यंबकाय नमः स्वाहा ओम त्र्यंबकाय नमः स्वाहा ओम त्र्यंबक देवताय नमः स्वाहा त्र्यंबकाय नमः स्वाहा त्र्यंबकाय नमः स्वाहा त्र्यंबक देवताय नमः स्वाहा ओम श्री सदल स्वाहा ओम ब्रह्मदेवन प्रथम सुरगमितं ब्रह्मणे नमः स्वाहा ब्रह्मचरिताय नमः स्वाहा ब्रह्मदेवन त्राताय मित्रमेताय मित्रमेत्राय नमः स्वाहा ओम आतिन्द्रमेन्द्र भूमेनाय नमः स्वाहा ओम देवाय नमः स्वाहा ओम देवाय नमः स्वाहा ओम आमा स्वाहा
ओम हेमानु स्वाहा स्वाहा ओम चतुर्दानु स्वाहा ओम सरस्वती नमस्ते देवता सरस्वती नमः स्वाहा क्रीडाते नमस्ते गिरिमात्री देवान स्वाहा देव स्वाहा श्री सत्यलक्ष्मी देवरत प्राचीन चरण रूपम चिन्ह दात निमाल सिंह स्वाहा ओम जमाल सिंह देवता स्वाहा ओम देवद्वार इंद्र मा सरस्वती देवता संपिना का देवता स्वाहा ओम देवता स्वाहा ओम ओम मालिक माने ते कथन ओम शनि देवान स्वाहा ओम शनि देवान स्वाहा देवराज शक्ति मार्ग देवान स्वाहा पशुत वेद त्रिविध उपास देवान स्वाहा भूमि आसु मार्ग देवान स्वाहा पशु धात्र देवता स्वाहा एकादश रुद्र देवता स्वाहा मूले देवता स्वाहा वायु द्राभ्यो नमो नमः रावती धनमति वेदमुंसि देव्य नमो नमः स्तंताय सहस्रमूर्ते सहस्रपाद शिश्रवि सहस्र नामले पुरुषाय शाश्वती सहस्र कोटि धारिणी नमः यसो कुहलेर पानी छोड्नु नानु बाचमेत्र भए त्यसो पानी भएमा छोड्नु शिरमा लानु त्यहाँ यसो गर्नु बिहान जुन गर्नुभएको थियो त्यस्तै गर्नु हो त्यहाँबाट ओम बाचमेत्र भए ओम गण त्यहाँबाट बाचमेत्र पनि गणान्वित चक्षुमेत्र स्वस्त्रामित्र पनि दातन्त्र पनि मनमित्र पनि जगिन कल्पना एउटा पुसाटोर लिएर गाई पछाडि हरिओम तत्सदोम 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 जले विष्णु थले विष्णु विष्णु पर्वत मस्तके ज्वालमाल कुले विष्णु सर्वेषु महि जगत तत्त्व भगवान चुत्र सकल कर्ण जल मतन तत्सो अध्याय श्रीमत अभिषेक रागे पटना जगत ब्राह्मण ब्राह्मण विद्या प्राति श्री सिद्धि रागल वैवे सदमन मंतरे अष्टादश सत्य कलियुग से प्रथम ताने विष्णु प्रजाप चंद्र षष्ठ संस्लामत काल नाम समसरि जल सूचि थल सूचि गृह सूचि आत्म सूचि मन सूचि शरीर सूचि प्रास्त प्रदान गवाम रुद्र देवताकम जलम रुद्र देवताकम प्रजाप देवताकम फूल पार देवताकम देवताकम द्रव्य चंद्र देवताकम यतद विष्णु ततद विष्णु विष्णु देवताकम अस्मत् नारायण स्वरूप ब्राह्मण आर्य वैम सिद्ध कुशाट उतै रहन त्यो 20 रुपैयाँ पैसा हातमा हिरण्य गर्भ गर्भस्थान अब त्यो कुशाट हुन्छ हिरण्य गर्भ गर्भस्थान हेर्दै विवाहसो अनिन्य पुण्य फल प्रसाद पृथ्वी कविले सर्वदेवान पूजन श्रेणी तथा नाम अन्तिम पद शुभ विवाह यज्ञादि गर्नु नित्यार्थ तदन्तर त्यो दुनु नौचाली गण किसात मलाई ओम स्वस्ति के अनि अब नगरी नहुने फेरि अपराध लाग्यो गराउनु नि समय अनुसारले ओम हराय नमः श्री परमात्मा भूमिलाई छोडेर नमस्कार गर्नु ओम श्री हरि यसो फुला थुमलेर यसो माथि सर्किदिनु श्री परमात्मा ने नमः ल अब बाबु नानी बाबा चाहिँ त्यहाँबाट उतो शिला भद्रम कर्णे विष्णु याम देवा भद्रम पैसे मासी विजय राहा यसो दुलैको नानीको यसो दाइ भाइलाई यसो बोलाइदिनु नि ए रुद्र सर यहाँ आउनु पर्यो तपाईँ नानीको दाइ भाइ आउनु पर्यो आउनुहोस् भद्रम कर्णे विष्णु याम देवा भद्रम पैसे मासी आउनु हजुर उता यता यता ल आउनु भयो कहाँ होला नानीको दाइ आउनु कहाँ नानी दाइ ओ मारी अब त्यहाँ दुलेको दाइ यता उहाँ पढ्नु के भन्नु त्यहाँ तपाईँले खुट्टाले त्यहाँ यसो छुनु पऱ्यो के गर्नुपर्छ
त्यहाँको फुल टिपेर शिशिरमा ल लाउनु गुरुबा आउनुभयो कि नानीको दाइ आउनुभयो फुल शिरमा लाउँछ ल अब शिरमा लाउनु अब नानी अगाडिपट्टि बस्ने बाबु पछाडि बसेर यसो क्यारदिन पर भन्नुहोस् यो खालि गोइला ए लाभा हाल्नु। यो दिनपछि लावा यसो यसरी समाएर पुरै फुल हो यो एकपल्ट हाल्नु फुलै हाल्नु यो फुलै हाल्नु भद्रम कर्णे विष्णुयाम देवा भद्रम पक्षे माक्ष विजयजत्राः तुष्टभाग स्वस्तन भीर्वस्मै देवतम जदा यो आगा हाल्नु हजुर थाहा होइन फेरि फेरि हाल्नु ओम फेरि भद्रम कर्णे विष्णुयाम देवा भद्रम पक्षे माक्ष विजयजत्राः थिरे रङ्गे तुष्टभाग स्वस्तन भीर्वस्मै तपाईँले निफान्न सिकाएको नेपालमा सिकाएको त्यही स्टाइलले ओम अरे फेरि फेरि त्यसै ओम स्वस्ति फेरि हाल्नु हालिरहेको के मङ्गलम गरुडाध्वज मङ्गलम पुण्डरीकाक्ष मङ्गलानि सन्ति ल राज्य हुने पनि ल अब त्यो गर्नु यहाँ त सक्यो ल अब तपाईँहरू घुमेर यता ल घुमेर आऊ फेरि घुमेर आउनु ल दाइको काम पनि एक चरण सक्यो फेरि बनाउनु सक्यो अब सिन्दुरीको भइहाल्छ नयाँ छ अब चुरापोते मङ्गलम भगवान् विष्णु मङ्गलम गरुडाध्वज मङ्गलम पुण्डरीकाक्ष मङ्गला पहिलामा चाहिँ नि पोते लगनको पोते निकाल्नु गरुडाध्वज मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय तनु हरि तदेव लग्नं सुदिनं तदेव ताराबलं चन्द्रबलं तदेव विद्याबलं दैवबलं तदेव लक्ष्मीपते ते गुरुकम स्मरामि बर्बाद भयो यार त गुरु यार अब चुरा लाग्यो उयो फोटै देखेँ के यार अलि उता भन्नु छ दाहिने हातमा लाग्नु दाहिने हिँड्ने गरेर बस्नु हुन्छ हुन्छ ल नानु अब आफैले मिलाउनु यसो मिलाउनु त नानु त्यो काँच चुक्न भएन कि अब त्यो अर्को देब्रे हातमा लगाइदिन्छु ल मिल्छ चुरा ठुलो छ त्यो भएपछि चुकाउनु भएन नाचलाई र नारीलाई एकै मानेको हुनाले तपाईँको हेर्नु नि केही देखेन यार त्यो लाउनु न अब त्यो लगाइदिनु अब किन त्यो खेर पाल्ने त्यो लगाउनु लगेर गएर होइन ल अब सिन्दुर निकाल्नु छ सिन्दुरी कपडा सुख दुःख दुःख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो तिम्रो छहारी तिम्रै अङ्गालोमै बास पाए यहाँ वहाँ बहुतारी बरफी पलुझै जोडी बन्यो सानो चौतारी नदीलाई किनारा सरी तिमी मेरो म तिम्रो लागि पछि दिन सधैँ आउँछ जसरी पछ्याउने छु तिमीलाई म सधैँ यसरी आँसु तिम्रो आँखामा नआउला भन्दिन तर हँसाउने छु तिम्रो आँसु खस्नु अगाडि बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो
समाउने छु जीवनभरि नतोडिने अजम्बरी नाता भयो बाचा भयो दुःख सुख सबै बाँकेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनभर दुःखका नआउला भन्दिन तर घटाउने छु सबै सँगै हाँसेर बाचा भयो तिमीलाई तत्सदोम 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 जलै विष्णु थलै विष्णु विष्णु पर्वतमस्तके ज्वालामाला कुले विष्णु सर्वै विष्णुमयं जगत् तत्सुम तथा बार नक्षत्र सकल कर्ण विलमुता तत्सुम अद्य पूर्वोक्त संकल्प सिद्धिरस्तु गौतम गोत्रोत्पन्नस्य के अरे नाम चुडा चन्द्रबहादुर नाम भैस्या अच्छा सुपुत्री ज्येष्ठ सुपुत्री सुविवाह यज्ञादि गर्ने विद्यार्थी घरका कुलदेवता फिर्दै नाग देवता फिर्दै भैर देवता फिर्दै झाँकी देवता फिर्दै देवी देवराली देवराली देवता फिर्दै यथा देश त गम्भीर भएछ होइन ओम कुलदेवात्मा स्वाहा ओम नाग एउटा यसो फलफुल पनि राख्नु पर्यो त्यो साबुदाना केरा पनि होला एउटा पैसा पनि राख्नु पर्यो जति राख्नु 100 200 500 1000 पैसा राखे एउटा ल उहाँ उता राख्नु हुन्छ हो उहाँ राख्नु जति राख्नु यज्ञान्तपूर्ण पात्र हो यो हरिओम तत्सदोम अद्य पूर्वोक्त संकल्प बरबदुसहित मङ्गलसूत्रस्य मङ्गलोत्पन्न सकल ज्ञात पूजन कर्मी त्यागम पुणपात्र पुणादर्भी पुनरापद सुमा पुनरापद पुणपात्र नारायण स्वरूप ब्राह्मणाय वयं सृजत ब्रह्मार्पणमस्तु ओम स्वस्ति आत्मफुलाच तवार्चनं पूजां चैव न जानामि नमस्ते भन्नुभयो नमस्ते हो मन्त्रहीनं क्रियाहीनं विधिहीनं यत् भवेत् तत्सर्वं क्षमतां देव प्रसिद्धं परमेश्वर हे भगवान् हामीले केही पनि जानेको छैनौँ हामी आज दुई दाम्पत्य जीवनयापन गर्नको लागि भगवान्लाई साक्षी राखेर यज्ञ मण्डप पूजा अर्चना गऱ्यौँ हाम्रो पूजामा कुनै छुटपुट भए क्षमा पाऊँ भनेर भूमिमा राखिदिनु श्री हरि नमो नारायण नारायण घिउले राम्ने भन्छ कि तातो घिउले राम्ने हुन्छ अथवा कुछ बोल्नु कायन भएर सकियो कायेन वाचा मनसेन्द्रर्वा बुद्धतमनवा प्रकृति स्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायण त्यसलाई फुकाउनु अथवा तपाईँहरू छैन नि कायेन वाचा मनसेन्द्रर्वा बुद्धतमनवा प्रकृति स्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायण इति समर्पयत् यस्य स्मृतनामोक्तं तपो यज्ञ क्रियादिषु निम्नं संहृतां याति सद्यो वन्दे तमच्यताम् ओम अच्युताय नमः अच्युताय नमः अच्युताय नमः चतुर्विश द्वप्यं पञ्चवेद वेते श्रम्याम्यां स्वामी विष्णु प्रसीदति छोड़ दिनुहोस् श्री कृष्णार्पणमस्तु ओम धर्म शान्ति सफला सन्तु पूर्णा सन्तु मनोरथा जुठो खुलाउने होइन त दही नखुलाउनु पुष्टिरस्तु सिद्धिरस्तु ओम श्री दुर्गार्पणम् अब सक्नु भयो तेन भक्तो बलिराजा इन्द्रमहबला तेन तं प्रतिबन्धानिरस्तु गर्नु पर्यो यो तान्न पर्ने हो कसको बल बढी हेर्नु त्यो त अब अघि नै तान्छ मैले देखिन तान्छ हामीले त्यो त सुरुमा हो नि त दुईटाले दाजु हजुरले नि
मङ्गलम भगवान् विष्णु मङ्गलम गरुडाध्वजा मङ्गलम पुण्डरीकाक्ष मङ्गलायं तनुहरि भद्रमस्ते ल अभिर यसो हात लिनु गएको अभिदन गर्नु के मात्र लाग्छ ल अङ्गल मार्नु सदैव माया प्रीति बसो ल ल अब बस अङ्गल मार्नु भइहाल्यो अनुहार हेरेपछि ठगिको बस ल टिका लाइले गर्नु अनुहार भइहाल्यो सम्झी देखे बेला पनि यसो भाइ बेला हुन्छ नि त बस बाले मुखिया त देखायो भने उतापट्टि आएको है दरमा सम्झिने मान्छे नि त्यही भएर अब छोड्नु पर्छ भोक लाग्दा खान्छ यता हेरौँ तैँले चिनाइदिन्छ यो हाम्रो मुख्य ढोबेट भन्ने हाम्रो स्कुलको अङ्कल यता हेर्नु चिनाउनु है बाबु चिनाउनु यता पनि हेर्नु है फोटो यता पनि हेर्नु ल भयो भयो कहाँ हुनुहुन्छ ल चिनाउनु अब हो भाउ ए छोरी ज्वाइँलाई धेरै धेरै आशीर्वाद छ दाम्पत्य जीवन सुखमय होस् है जसरी सोचेर गर्नुभएको यो चाहिँ एकदमै पुरा होस् आशीर्वाद छ धेरै सफल होस् भन्नुहोस् त्यति भइहाल्यो खुसी रहनु पर्यो त्यति यस्तो 128 मा पुरा मैले जहिले सर्दा गरेर दिएको लिनु पर्यो नि सिधै यो माथि उमा सेतो कार्पेटमा छोपेर आयो क्या तल गुरुबाले लाइट लेखेर यही बेलामा चिनाउने पनि है चिनाउने पनि बरु चिनाउनु पर्यो सेवा होइन अलि पर जानु त छेमा हो ल यता हेर्नु अब हो ल यता हेर्नु एकचोटि यता हेर्नु एकचोटि
यता हेर्नु यता तल नजिकबाट ल यता हेर्नु ल ल ठिक छ मैले छेउमा हेर्नु भनेको लिनुपर्छ बिहामा कति 3 राउन्ड होइन 1 राउन्ड हुँदैन हुन्छ 1 राउन्ड हुन्छ 1 राउन्ड हुँदैन ल अब होइन अब यहाँको काम सकियो यहाँको जब सक्छु बोकेर लाइन पनि त्यसो बहिनीलाई त बोक्नु पर्यो नि त कहिले मिठो रहेछ ल मिठो चाहिँ निकाल्नु होइन सबै त हुन्न एउटा छ एउटा छ यो पनि छ अब यो तपाईँहरू सबैले बाँडा खाने पछि तपाईँको माथि खाने जम्मै ल ल ल अरू अब दाजु बोक्न सकिन्न क्या ट्राई गर्नु एकछिन मेरो कुरा माने अब जाने बेला भएन र अनि बोकेपछि सक्यो बोकेपछि बनाउनु पर्छ ती भाषी चाहिँ भाग्यो भनेको झन् मैले छेकी छु वाइट
टेन्सन नगर्नु भन्नु हिँड्नु भ्याइयो कि जति रोटी त्यो झन् झ्याउँछ मलाई टेन्सन नगर्नु भन्नु हिँड्नु जति बस्यो बराबर अन्तिममा को बस्नु पर्यो अन्तिममा त त्यो लगेर राखिदिनु भयो भाइ अझै